सो आजको जर्नी स्टार्ट भयो है आजको राइडिङ हाम्रो केटाहरू चाहिँ घाम एकदम लागिरहेछ डेन्जर लागिरहेछ सो केटाहरू बियर खाने कि जुस खाने कन्फ्युज भइरहेछ बारीगिल चलिरहेछ सो हामी चाहिँ यो गर्मीमा पिउने कुराको लागि हामी माट आएको छौँ हाम्रो स्ट्यान्ड माट है यो एरिया भनेको चाहिँ हामी हो क्या लोकल हामी हो होइन यहाँको ल हामी छिर्सक्यौँ माट चाहिँ अँध्यारो अँध्यारो छ दाजु यार चस्मा लगाएर हो कि माट पनि यो चाहिँ हाम्रो माट हो ल यस्तो हुन्छ एउटा फलफुल सबै ल केटाहरूले पिउने कुरा छानिरहेछ यो हाम्रो एरिया चाहिँ होइन सबैभन्दा नेपाली बढी भएको एरिया होइन अब यहाँ यस्तो केही भन्दा के र हाम्रो कम्पनीको चाहिँ हामी सबैभन्दा बढी मान्छे छौँ त्यही भएर पनि सबै थाहा हुन्छ क्या यताउति चाहिँ आफ्नै एरिया जस्तो लाग्छ क्या हाम्रै गाउँ जस्तो लाग्छ क्या हाम्रो गाउँको बजार दोकानहरू जस्तो लाग्छ होइन भरे एउटा एउटा बियर त खानै पर्छ अब आउँदाखेरि चन्छ फर्किँदाखेरि त दाजु नत्र इनर्जी आउँदैन सकिन्छ नि फर्किने बेला त खानुपर्छ क्या दाजु इनर्जी आउँदैन सकिया हुन्छ ल भयो है भयो आजको खानेकुराहरू खाजा लिएर आइयो है अब पड्काइदिइहाल्नुपर्छ केटा हो ल दाइहरूसँग होइन ल इनर्जीको लागि यो के हो खासमा यसको नाम के हो क्यारा बाउ कप होइन मैले नाम पनि जिन्दगीमा पहिलोचोटि सुन्दैछु केटा हो है ल अब यहाँदेखि सर ओह्रालै आज कता गुम्बा कि कता जाने भन्दैछ होइन दाइहरू अब गुम्बातिर गइन्छ होला त्यहाँनिर राइडरहरू हेर नाम मेन राइडर चाहिँ यस्तो हुन्छन् क्या टाउकोमा टोपी सोपी लाएर होइन सबै यताउति होइन एउटा उयो सहित हिँड्ने हुन्छ है हामी चाहिँ टोपी सोपी छैन केही छैन घामले डढिएको छ कालो भएको छ है र ठिक छ सो है आज चाहिँ अब माटो अगाडि होइन ड्रिङ्क खाइयो इनर्जीको साथ हामी आफ्नो लक्ष्य हाम्रो आफ्नो गन्तव्यलाई पछ्याउँदैछौँ सो अब कहाँ पुगिन्छ हेरौँ लेट्स सी केटा फाइनल्ली म चाहिँ साइकलको बाटो आइसकेको छु यस्तो सबैमा बोर्ड दिएको हुन्छ है कोरियामा जहाँसुकै पनि बोर्ड हुन्छ हामीले सबैभन्दा सुरुमा चाहिँ बोर्ड हेर्ने त्यस पछाडि कुन बाटो पुगिन्छ कहाँ पुगिन्छ त्यो सबै थाहा पाएर हिँड्नुपर्छ है हरेक ठाउँमा हरेक कुरामा चाहिँ हामीले अगाडि जानुभन्दा पहिला बोर्डहरू हेर्न सिक्नुपर्छ है ल अब अगाडि साइक्लिङको बाटो गइँदैछ हेरौँ कहाँ पुगिन्छ क्यामेरा राखियो